नमस्कार साथीहरू, आज म तपाईँहरूको मोबाइलमा चाहिँ हुनैपर्ने केही मोबाइल एप्सहरूको बारेमा बताउँदैछु। सबैभन्दा पहिले छ नागरिक एप। नागरिक एप किनभने यसमा तपाईँले नागरिकता, राष्ट्रिय परिचय पत्र, ड्राइभिङ लाइसेन्स, पासपोर्ट तपाईँले यसमा हेर्न सक्नुहुनेछ। अर्को छ मोबाइल ब्याङ्किङ। यदि तपाईँहरूले कुनै पनि ब्याङ्कमा एकाउन्ट छ र त्यो ब्याङ्कको तपाईँले मोबाइल ब्याङ्क एप चाहिँ डाउनलोड गरेर राख्नुहोस् अथवा चलाउनुहोस्। अर्को छ हाम्रो पात्रो। अर्को छ तपाईहरूले ई सेवा, खल्ती के चलाउनु छ त्यो पनि राख्नुहोस्। यदि तपाईहरूले भिडियोहरू, फोटोहरू एडिट गर्नुहुन्छ भने त्यसको लागि तपाईहरूले क्यापकट, युकट जस्ता एपहरू पनि युज गर्न सक्नुहुन्छ। र अहिले एआईको जमाना हो, त्यसको लागि पनि तपाईहरूले च्याट जिपिटी, डिपसिक, गुगल जेमिनाई जस्ता एपहरू पनि डाउनलोड गरेर राख्नुहोस्। यी पनि तपाईहरूलाई काम लाग्ने चिजहरू हुन्।